नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो आजको भिडियोमा। आज म पुगेको छु साउदी अरबको राजधानी रियादमा रहेको नेसनल म्युजियममा। यो केवल एउटा सङ्ग्रहालय मात्र होइन। यहाँ प्रवेश गरेपछि हजारौँ वर्ष पुरानो अरब सभ्यता, प्राचीन राज्यहरू, इस्लामको इतिहास र आधुनिक साउदी अरबको निर्माणसम्मको कथा एउटै ठाउँमा हेर्न र बुझ्न पाइन्छ। त्यसैले आजको भिडियोमा म तपाईहरूलाई यो सङ्ग्रहालयभित्र रहेका महत्त्वपूर्ण सामग्रीहरू र यहाँको इतिहासबारे विस्तारमा जानकारी गराउने प्रयास गर्नेछु। रियादको किङ अब्दुल्ला अजिज हिस्टोरिकल सेन्टर परिसरमा रहेको यो सङ्ग्रहालय साउदी अरबको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको महत्त्वपूर्ण केन्द्र हो। सङ्ग्रहालयमा हजारौँ पुरातात्विक तथा ऐतिहासिक सामग्रीहरू सङ्ग्रहित छन्। यहाँ पृथ्वी कसरी परिवर्तन हुँदै गयो, अरब प्रायद्वीपको प्राकृतिक वातावरण कस्तो थियो र मानिसहरू यहाँ कहिलेदेखि बसोबास गर्न थाले भन्ने जानकारी प्रस्तुत गरिएको छ। यहाँ पुराना जीवांश, चट्टान, खनिज तथा प्रारम्भिक मानवले प्रयोग गरेका ढुङ्गाका औजारहरू देख्न पाइन्छ। यी सामग्रीहरू हेर्दा हजारौँ वर्ष पहिलेको संसार कस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्छ। अरब प्रायद्वीपमा विकसित भएका प्राचीन राज्य तथा सभ्यताहरूको इतिहास यहाँ प्रस्तुत गरिएको छ। पुराना शिलालेख, मूर्ति, धातु सामग्री, सिक्का, भाँडाकुँडा र व्यापारसँग सम्बन्धित पुरातात्विक वस्तुहरू त्यस समयको जीवनशैली बुझ्न सकिन्छ। यो ढुङ्गामा चाहिँ मान्छेको हातको आकृति देखिन्छ। यो ढुङ्गा चाहिँ इसाईपूर्व 555 तिरको रहेछ। त्यस समयमा पनि मानिसहरूले यसरी भौतिक निर्माणका कार्यहरू गरेको रहेछ। यो सबै कुराहरू यहाँ देख्न र इतिहास पढ्न सकिन्छ। अब हामी पुग्छौँ प्राचीन अरब राज्यहरूको ग्यालरीमा। अरब प्रायद्वीप आजको साउदी अरबभन्दा धेरै पुरानो इतिहास बोकेको क्षेत्र हो। इस्लामको आगमनभन्दा पहिले अरब प्रायद्वीपमा विभिन्न समुदाय, दैनिक जीवनमा प्रयोग भएका सामग्री र अन्य संस्कृति र राजनैतिक संरचनाहरू थिए। त्यस समयका शिलालेख, सिक्का, पुरातात्विक वस्तुहरूले त्यस बेलाको समाजको झलक दिन्छ। यी सामग्री हेर्दा इतिहास किताबमा पढ्ने कुरा मात्र होइन, आँखै अगाडि देख्न सकिने वास्तविक प्रमाण पनि हो भन्ने महसुस हुन्छ। सङ्ग्रहालयमा राखिएको पहिलो कक्षाको सम्पूर्ण वस्तुहरू, इतिहासहरू अवलोकनपछि हामी दोस्रो कक्षामा प्रवेश गर्छौँ, जहाँ चाहिँ सुरुमै यो विशाल चट्टानको विषयमा अवलोकन साथै अध्ययन गर्न सकिन्छ। अब हाम्रो यात्रा आइपुग्छ साउदी राज्यको इतिहासतर्फ। यहाँ पहिलो, दोस्रो साउदी राज्यसँग सम्बन्धित ऐतिहासिक सामग्री तथा जानकारीहरू प्रस्तुत गरिएका छन्। साउदी राज्यको विकास, शासन व्यवस्था र त्यस समयका मानिसहरूको जीवनशैलीबारे जानकारी लिन सकिन्छ। यसले आजको साउदी अरब बन्नु अघिको राजनैतिक इतिहास बुझ्न महत्त्वपूर्ण
भूमिका खेल्छ। आधुनिक साउदी अरबको एकीकरण। अब यहाँ आधुनिक साउदी अरब निर्माणको महत्त्वपूर्ण अध्याय राजा अब्दुल्ला अजिजको नेतृत्वमा विभिन्न क्षेत्रमा एकीकरण गर्दै आधुनिक साउदी अरबको स्थापना भएको इतिहासमा यहाँ प्रस्तुत गरिएको छ। पुरानो फोटो, दस्तावेज, नक्सा तथा अन्य ऐतिहासिक सामग्री त्यस समयको यात्रा देखाइएको छ। आज हामीले देखाइएको आधुनिक साउदी अरब कसरी निर्माण भयो भन्ने कुरा बुझ्न चाहनेहरूको लागि यो भाग निकै रोचक छ। सङ्ग्रहालयको अर्को विशेष आकर्षण हो हज र दुई पवित्र मस्जिदसँग सम्बन्धित ग्यालरी। मक्का र मदिनाको ऐतिहासिक महत्त्व, हजको परम्परा तथा दुई पवित्र मस्जिदको विकाससँग सम्बन्धित सामग्री यहाँ प्रस्तुत गरिएको छ। विश्वभरबाट मानिस लाखौँ हज तथा उम्रा गर्नको लागि मानिसहरू आउने गर्छन्। अब हामी सङ्ग्रहालयको अन्त्य महत्त्वपूर्ण भागमा पुग्छौँ। यहाँ पैगम्बर मुहम्मदको जीवनी, उहाँको सन्देश र इस्लामको प्रारम्भसँग सम्बन्धित इतिहास प्रस्तुत गरिएको छ। यस भागमा इस्लामिक इतिहाससँग सम्बन्धित विभिन्न सामग्री तथा प्राचीन कुरान पाण्डुलिपिहरू प्रदर्शनमा छन्। यो चाहिँ ढोका पऱ्यो साथीहरू। ढोकाको लाइट चाहिँ खतरा राखेको रहेछ। यमराजको स्वर्ग र नर्कमा जाने ढोका जस्तो छ त। ढोकाबाट निस्किसकेपछि कोरिडोरको बायाँतर्फको भित्तामा शिलालेख देख्न पाइन्छ। यहाँ अरबी भाषामा लेखिएको छ र शिला चित्रहरू पनि देख्न पाइन्छ। यसरी अगाडि बढ्दै गएपछि रिसेप्सनमा आइपुगिन्छ। यहाँबाट पनि विभिन्न कलाकृतिहरू अवलोकन गर्न पाइन्छ। यो चाहिँ परपूर्व कालमा यहाँको राजा सैनिकहरूले चाहिँ प्रयोग गरेको तोप राखिएको रहेछ। यस्ता ऐतिहासिक पाण्डुलिपि र सामग्रीहरू हेर्दा इस्लामिक सभ्यताको लामो इतिहासलाई नजिकबाट बुझ्ने अवसर मिल्छ। इस्लामको विस्तारसँगै अरब प्रायद्वीपमा ठुलो सामाजिक, सांस्कृतिक र राजनैतिक परिवर्तन भयो। यस ग्यालरीमा इस्लामिक सभ्यतासँग सम्बन्धित सिक्का, सुनलेखन, पाण्डुलिपि, भाँडाकुँडा र अन्य ऐतिहासिक सामग्रीहरू देख्न पाइन्छ। त्यो समयमा ज्ञान, व्यापार, कला र वास्तुकलाको विकास कसरी भयो भन्ने कुरा पनि विभिन्न प्रदर्शनी मार्फत प्रस्तुत गरिएको छ। मक्का र मदिनाको इतिहास, हजको परम्परा तथा दुई पवित्र मस्जिदसँग सम्बन्धित सामग्रीहरू नजरानको अल उखदुदबाट प्राप्त हिमेराइट सिक्का, क्यारियत अल हावाबाट प्राप्त वस्तुहरू र पुरातात्विक सामग्री उल्लेखनीय छन्। त्रयीमा क्षेत्रको यसरी हेर्दा रियादको नेसनल म्युजियम केवल पुराना सामान राखिएको ठाउँ होइन, पृथ्वीको उत्पत्तिदेखि अरब सभ्यता, इस्लामको इतिहास र आधुनिक साउदी अरबको निर्माणसम्मको लामो यात्रा एउटै ठाउँमा हेर्न सकिने ऐतिहासिक सङ्ग्रहालय हो। उम्राका लागि आउने यस पवित्र भूमिको इतिहासलाई सङ्ग्रहालयभित्र विभिन्न सामग्री र
दृश्यहरूको माध्यमबाट बुझ्न सकिन्छ। विशेष आकर्षणमध्ये प्राचीन कुरानका पाण्डुलिपिहरू छन्। सङ्ग्रहालयको आधिकारिक विवरणमा करिब 30 हिजर 650 इस्वीको कुरान पाण्डुलिपि उल्लेख गरिएको छ। साथीहरू, रियादको नेसनल म्युजियमको यात्रा वास्तवमै एउटा समय यात्रा जस्तै लाग्छ। यहाँ हामीले पृथ्वी र मानव सभ्यताको प्रारम्भदेखि प्राचीन अरब राज्यहरू, इस्लामको इतिहास, हजको परम्परा र आधुनिक साउदी अरबको निर्माणसम्मको विभिन्न अध्यायहरू देख्न पाउँछौँ र देख्यौँ। इस्लामको विस्तारपछि अरब क्षेत्रमा भएका राजनैतिक, सामाजिक र सांस्कृतिक परिवर्तन देखाइन्छ। राशिदुन, अमय्यद, अब्बासिद तथा पछिल्ला इस्लामिक कालसँग सम्बन्धित सिक्का, कुरानका पृष्ठ, भाँडाकुँडा, सुलेखन, वास्तुकला र वैज्ञानिक ज्ञानसँग सम्बन्धित सामग्रीहरू छन्। 2 पवित्र मस्जिद, मक्का र मदिनाको इतिहास, हजको परम्परा तथा 2 पवित्र मस्जिदसँग सम्बन्धित सामग्रीहरू यस ग्यालरीको मुख्य विषय हुन्। आधुनिक साउदी अरब कसरी एकीकृत भयो भन्ने इतिहासलाई दस्तावेज, दृश्य सामग्री र ऐतिहासिक वस्तुहरूका माध्यमबाट प्रस्तुत गरिएको छ। राजा अब्दुल्ला अजिजको नेतृत्व र राज्य निर्माणको प्रक्रियालाई विशेष रूपमा देखाइन्छ। साउदी राज्यको प्रारम्भिक विकास, शासन व्यवस्था, समाज र त्यस समयका जीवनशैलीसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू यहाँ प्रस्तुत गरिन्छ। यस सङ्ग्रहालयमा रहेका सामग्रीहरू अनुसन्धान, खोज, तथ्य, प्रमाण, इतिहासका आधारमा यहाँ 4000 भन्दा बढी पुरातात्विक सामग्रीहरू रहेका छन्। 84 वर्ष पुराना जीवको जीवावशेष, मानिसको कङ्काल, जीवहरूको हड्डी, सभ्यता, संस्कृति साथै प्रारम्भको इतिहासदेखि लिएर अहिले आधुनिक युगसम्म आइपुगेको साउदी अरबको सिङ्गो इतिहास यस सङ्ग्रहालयबाट जानकारी लिन सकिन्छ। तपाईँ पनि रियादभित्र हुनुहुन्छ भने एकपटक अवश्य यस स्थानमा आएर यस सङ्ग्रहालयमा रहेका सम्पूर्ण इतिहासको अवलोकन साथै जानकारी लिन सक्नुहुन्छ। म भिडियोको अन्त्यमा आइपुगिसकेको छु। सङ्ग्रहालय बाहिरको प्राङ्गण देखिरहनु भएको छ भन्छु, जहाँबाट मलाई हेर्दै हुनुहुन्छ। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। शिवरू, नमस्ते।